हरि ओम नमः शिवाय। यदि तपाईँको जन्मकुण्डलीमा शनि ग्रहको अवस्था कमजोर छ, जन्मकुण्डलीमा शनि नीच छ अथवा शत्रुगृही अथवा पीडित छ भने र त्यसको अहिलेको समयमा तपाईँलाई शनिको महादशा चलिरहेको छ अथवा अन्तर्दशा चलिरहेको छ अथवा तपाईँलाई 7.5 अढैया आदि गरेका शनिका दशाहरू चलिरहेका छन् भने तपाईँले के गर्दाखेरि शनि ग्रह शान्ति हुनेछ अथवा शनिको शान्ति गर्नको लागि के कर्महरू गर्दाखेरि तपाईँलाई लाभ हुनेछ भन्ने कुरा मैले तपाईँलाई आजको यस भिडियो मार्फत जानकारी गराउनेछु। सर्वप्रथम ग्रहको शान्तिको लागि सबैभन्दा एकदमै राम्रो उपाय भनेको ग्रहको शान्ति विधि हो। कुनै योग्य गुरुबाट तपाईँले शनिको ग्रह शान्तिको लागि पूजा आराधना गरेर ग्रहका मन्त्रहरू जप गराएर पाठ गराएर र ग्रहका दान सामग्रीहरू दान गराएर तपाईँ अगाडि बढ्नुभयो भने यसले तपाईँलाई दीर्घकालीन रूपमा बारम्बार गरिराख्न नपर्ने तरिकाले नै तपाईँको यो शनिको प्रभाव असर तपाईँलाई कम हुनेछ। यदि तपाईँले कुनै कार्यहरू गर्दै हुनुहुन्छ यो समयमा मेरो यो मात्रै कार्य सफल भयो हुन्थ्यो भन्ने तपाईँलाई त्यस्तो कामना छ भने कुनै अवस्थामा जन्मकुण्डलीमा शनिको अवस्था अनुसार तपाईँले देवीको चण्डी पाठ गराउनु भयो भने पनि शनिको असर तपाईँलाई कम हुनेछ। यदि त्योदेखि अतिरिक्त पनि तपाईँले यदि शनिबारको व्रत बस्नुभयो बिहानमा पिपललाई जल चढाउने अनि दिउँसोमा अथवा पिपललाई जल चढाइसकेपछि अरू देवी देवताहरूको आराधना पूजा अर्चना गर्नुभयो भने पनि तपाईँलाई शनिको प्रभाव असर कम हुँदै जानेछ। र सँगसँगै तपाईँले मङ्गलबारको दिन पनि व्रत बसेर हनुमानको आराधना गर्दा हनुमान चालिसा आदि पाठ गर्दाखेरि पनि तपाईँलाई शनिको प्रभाव कम हुनेछ। तपाईँले गुरुबाट रुद्री पाठ अथवा चण्डी पाठ आदि गराएर पनि तपाईँले शनिको असर प्रभाव कम गर्न सक्नुहुनेछ। शनिको ग्रह शान्ति अथवा कुनै पनि व्रत पूजा पाठ आराधनाहरू गर्नुभन्दा अगाडि एउटा कुरा के थाहा हुनपर्छ भने मलाई यो कुरामा शनिले असर गरेको नै छ भन्ने कुरा तपाईँलाई ढुक्क हुनुपर्छ। यदि तपाईँको कुण्डलीमा अरू नै कुनै ग्रहको चाहिँ अशुभ प्रभाव छ र तपाईँले शनिको दशा चल्यो भन्ने बित्तिकै शनि कुण्डलीमा कस्तो अवस्थामा छ नजानिकन तपाईँले बारम्बार शनिलाई दोष दिएर तपाईँले शनिको मात्रै उपायहरू गरिराख्नुभयो भने तपाईँलाई फेरि उल्टे फल पनि मिल्न सक्छ। त्यसैले एकदमै धेरै सचेत भएर योग्य गुरुसँग आफ्नो जन्मकुण्डली ग्रह दशाको बारेमा जानकारी लिएर बल्ल तपाईँले अगाडि बढ्नुभयो भने तपाईँलाई पक्कै पनि शुभ फल दिनेछ। यदि फेरि तपाईँलाई कुनै जिज्ञासाहरू अझै पनि तपाईँको मनमा रहेका छन् भने तपाईँले यसमा कमेन्ट गरेर अथवा यहाँ रहेको नम्बरमा सम्पर्क गरेर पनि तपाईँले आफ्नो बारेमा जानकारी लिन सक्नुहुनेछ। ओम नमः शिवाय।